ओहो के हो यस्तो यो हेलो हेलो आज हामी चाहिँ यो तुलसीपुर महानगरपालिका वार्ड नम्बर 14 मा रहेको जन्ती ओलप्पेको ठाउँ भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ कसरी रह्यो भन्दाखेरि आजभन्दा पहिला हाम्रा पुर्खाहरू चाहिँ जन्ती आउँदा यहाँ चाहिँ यो ठाउँमा आएर चाहिँ विश्राम गरेको ठाउँ रहेछ हैन। जति पनि सबै जन्ती आएको थिए यो ठाउँमा विश्राम गरेको। यो विश्राम गर्दाखेरि चाहिँ आएको जन्तीहरू सबै यही सबै ओलप्पेर ढुङ्गामा परिणत भएको रहेछ हैन। सबै ढुङ्गामा सब हेर्नुस् ढुङ्गाको आकृतिहरू अचम्मको आकृतिहरू छ ढुङ्गाको। गजब अचम्मको छ। अब हेर्नुहोस् है अब यहाँ यस्तो होलवाला ढुङ्गाहरू छ हैन। अब धेरै छन् यहाँदेखि तलसम्म छ, यति धेरै छ हैन। जन्ती आएर यो ठाउँमा बसेको है, जन्ती आएर यो ठाउँमा बसेको अनि त्यसपछि विश्राम गरेको। अनि यहाँ चाहिँ सबै यस्तो छ। यहाँ के ल्याएको थियो हैन उनले सरसामानहरू यहाँ चाहिँ सबै ढुङ्गामा परिणत भएको छ। पकाइ खाने चुल्हा पनि ढुङ्गामा परिणत।